सबैलाई नमस्कार गर्न चाहन्छु। हिजो राति मलाई जहाँनिर तर्साएको थियो म चाहिँ त्यही लोकेसनमा अहिले दिउँसो आएको छु र यहाँको भ्यू म तपाईँलाई देखाइदिन्छु। यहाँनिर यस्तो दुईपट्टि बाँसको झ्याङ छ, यता र यता दुईपट्टि मजाको भन्नुको बाँसको झ्याङ छ र यहाँनिर यस्तो अवस्था छ हेर्नुहोस्। र म तपाईँलाई एक एक गरेर म कहाँबाट कसरी आइरहेको थिएँ भन्ने कुराहरू म देखाउँछु। सबैभन्दा पहिला चाहिँ म तपाईँहरूलाई चाहिँ यहाँको मेन लोकेसन चाहिँ चट्ट लाएर मिलाएर दिन्छ है त। यो जुन माथिल्लो बाटो देख्नु भएको छ त्यताबाट आएको थिएँ म हिजो लगभग 9:30 बजे त्यहाँबाट हिँडेँ भनेको लगभग 9:45मा यहाँ आइपुगेको थियो होला। अनि यहाँ आएर चाहिँ यसरी यहाँबाट हिँड्ने क्रममा चाहिँ यही बाँसको झ्याङमा त त्यहाँनिर तपाईँले ढुङ्गा देख्न सक्नुहुन्छ। हो यो देखाइदिन्छु जुन गरेर यो ढुङ्गामाथि एकजना ठिङ्गै उभिरहेको थियो। अनि म यहीँनिर यसरी नै उभिएर चाहिँ को हो भने होइन त्यो ढुङ्गामाथि ठिङ्रिङ्ग नहल्लिकन उभिएको तपाईँको कस्तो थियो भने तपाईँको सेतै हेर्नुहोस्, त्यो खुट्टै ढाक्ने गरेर सेतै लगाएको। अनि कस्तो अब आफूलाई चिसो हावा चलेको छ तर उसको कपडाहरू होइन त्यस्तो केही पनि चाहिँ नभएको, मतलब कि नभएको भने नहल्लिएको होइन। यो ढुङ्गामाथि चाहिँ ठिङ्रिङ्गै उभिएको थियो क्या। यहाँ ढुङ्गामाथि चाहिँ सक्नुहुन्छ, यहाँ माथि चाहिँ टङ्गै उभिएको होइन। त्यसपछि म चाहिँ हो यहाँनिरबाट चाहिँ को हो भने तपाईँको कस्तो थियो भने एउटा छोरी मान्छे जस्तो होइन। अनि के अरे अलि घुरेर क्या, मतलब एकरो हेरिरहेको मलाई। अनि त्यो एकरो हेरिरहँदाखेरि त म त अक्क बक्क बोल्नै नसक्ने भएर मेरो मुखबाट को हो भन्ने मात्रै आयो होइन, बोलेन। अनि नबोलेपछि चाहिँ मेरो चाहिँ त्यो कस्तो खालको लाइट थियो भने टर्च थियो क्या, त्यो अलिक सामान्य खालको, धेरै तेज थिएन। म चाहिँ यता पारि जाने भनेर आएको। यही पुल हेर्न सक्नु तपाईँले होइन। यहाँबाट माथि गएपछि चाहिँ तपाईँको पुल छ। तपाईँको त्यहाँबाट चाहिँ अनि मैले यहाँबाट चाहिँ को भनेर सोधेपछि बोल्दैन त्यो। अनि त्यहाँबाट चाहिँ तल्लोपट्टि ओर्लियो हेर्नुहोस् है, यता तल्लोपट्टि यतापट्टि ओर्लियो क्या। यहाँबाट यतापट्टि यसरी ओर्लिएर यता पछाडि गएर उतापट्टि गएको थियो। म चाहिँ अलिकति उतापट्टि थिएँ, यतापट्टि थिएँ होइन, त्यो डाँडोनिर। यहाँबाट उता गयो अनि म अलिकति यता आएँ, यहाँबाट आएको, त्यहाँबाट गायब भयो। त्यो किन गायब भयो, यति नजिक भेट्दा नि आक्रमण गरेन। मान्छेहरूले भन्थे कस्तो व्यवहार गर्छ, लिएर जान्छ, बोलाउँछ भन्थे। त्यो यस्तो केही गरेन। यहाँनिर ठिङ्रिङ्ग मात्रै उभिएको हो होइन। अनि उभिँदाखेरि मैले झस्सै देखिहालेँ, एकदमै त्यो हुन्छ नि सेतै थियो तलदेखि माथिसम्म, गोरो मान्छे पनि, छोरी मान्छे गोरो थियो। अनि मेरो हावा चलिरहेको थियो। मेरो अब यस्तो मैले यस्तो कपडा लगाएको छु होइन, यस्तो कपडा मेरो चाहिँ हल्लिरहेछ हावाले। यस्तै हावा चलिरहेको थियो क्या, यस्तै खालको सलल्ल खालको हावा चलिरहेको थियो। मेरो यस्तो कपडा हल्लिरहेको, उसको चाहिँ त्यो अब माथिदेखि तलसम्म के कपडा भन्छ अब त्यो छोरी मान्छेले लाउने, अब त्यो मैले जान्दैन होइन। त्यो लाएर चाहिँ त्यसको चाहिँ त्यो हल्लेको पनि थिएन क्या हावाले, एकदमै सुस्त अवस्थामा हल्कासँग। यहाँनिर चाहिँ दुईवटा खुट्टा टेकेर, हामी यहीँ टेक्ने हो भने पनि हल्लिन्छ मेरो, यस्तो डाँडो छ होइन। ऊ चाहिँ एकदमै हल्का तरिकाले उभिएपछि अनि मैले चाहिँ को हो भने उत्तर दिएन। एकछिन मैले हेरेँ गरेँ, मलाई डर लाग्यो। अनि अब आफूले अब यस्तै भिडियोहरू बनाउँदै पनि हिँडिन्छ होइन। च्यानलमा धेरै मेरो आफ्नो सत्य रियल हरर स्टोरीहरू हालेको छु मैले। घटेको यस्तो घटनाहरू धेरै छ मसित, मैले हालेको छु। अनि यस्तो बेलामा के गर्नुपर्छ भनेर मैले अब मृत्युञ्जय मन्त्र चाहिँ मैले जाप गरेँ, मनमा नै 3 चोटि जाप गरेँ। त्यो भए भएर पनि होला, यो यतापट्टि के भयो भने यहाँबाट चाहिँ यता तलतिर गएको, उता कुनापट्टि पुगेको थियो। त्यहाँबाट चाहिँ हरायो कि। अब मान्छेहरूले भन्ने गर्छन् जहाँनिरबाट हराएको त्यहाँसम्म चाहिँ नपुग्नु, ठ्याक्कै त्यो ठाउँसम्म चाहिँ नपुग्नु भनेर पछ्याउँछ अरे होइन। नपुग्नु भनेको छ, त्यही भएर त्यो ठाउँमा चाहिँ म जान्न। म तपाईँलाई टाढैबाट देखाइदिन्छु। सायद मान्छेहरूले पनि अब त्यो सत्य नै होला, कसैलाई भएको होला, त्यही भएर भनेको, किन दुःख लिनु होइन। यो जुन बाटोको त्यो तपाईँले लास्टको छोर देख्नु भएको छ नि, त्यो फोरहरू जस्तो देख्नु भएको छ नि कुनामा, त्यहाँनिरसम्म पुगेर त्यो म अनि त्यहाँनिर पुगेपछि गाँजले छेकियो के अरे होइन। यहाँबाट तपाईँको गाँजले त छेक्किने भयो त्यो ठाउँ होइन, अँधेरोमा त। यहाँबाट छेकिएपछि चाहिँ अनि म यहाँबाट चाहिँ यसरी जाने क्रममा चाहिँ त्यो चाहिँ त्यहाँबाट गायब भयो। म यहाँबाट चाहिँ यहीँसम्म नपुगुन्जेलसम्म चाहिँ मैले चाहिँ फर्केर हेरेको चाहिँ गरेको थिएँ, मैले देखिनँ।
त्यसपछि म फर्केर आउने बेलामा चाहिँ म त्यो पुलै यसो गरेर बजारै गएँ, यता खोला बाटो गइनँ। अनि अर्को कुरो तपाईँले उता त्यो बर पिपलको बोर्ड देख्नु भएको छ होला, जुम गरेर देखाइदिन्छु। त्यहाँसम्म जान्न, अहिले त्यहाँ तास खेलिरहेको छ टिमहरू। यहाँ बर पिपलको बोर्ड छ हेर्नुहोस् होइन, यहाँनिर पूजासुजा नि गर्छ। त्योभन्दा तल्लोपट्टि खोलाको किनारैनिर मसान घाट छ, त्यहाँनिर मान्छे पोल्नेहरू गर्छ। यहाँको मान्छेहरू यो धादिङ आरुघाट हो। तपाईँहरू यहीँको मान्छेले हेरिदिनुहुन्छ भने त पक्कै चिन्नु भएकै छ होला। टाढाकोमा हेर्नु भएको छ भने यो बुढी गण्डकी हो होइन। यो बुढी गण्डकीबाट यता मैले जहाँ भिडियो सुट गरेर आएको छु यो चाहिँ धादिङ आरुघाट हो भने, यो बुढी गण्डकीबाट त्यो पुल, यो पुरानो पुल अघि मैले देखाएको यो पुल तर उता गएपछि चाहिँ त्यो चाहिँ गोर्खा आरुघाट हो हेर्नु है। त्यसपछि योभन्दा उतापट्टि चाहिँ पल्लोपट्टि चाहिँ नयाँ पुल छ। अहिले चाहिँ नयाँ पुलबाट चाहिँ गाडी आवत जावत हुन्छ, त्यहाँ गोर्खा धादिङ आरुघाटमा चाहिँ त्यहाँबाट आवत जावत हुन्छ। यही थियो मेरो हिजोको एकदम रिसेन्ट भएको भएर। अब हिजो मैले मोबाइल पनि छोडेर आएको थिएँ, त्यो भएर चाहिँ मैले चाहिँ भिडियो त्यतिखेर क्याप्चर गर्न पाइनँ र ढिलो पनि भइसकेको भएर मैले हिजो भिडियो सुट गरेर हाल्न पनि पाइनँ। त्यही भएर मैले चाहिँ अब तपाईँलाई रियल घटना भएको भएर चाहिँ मैले प्रत्यक्ष ठाउँमा आएर म तपाईँलाई चाहिँ आफ्नै मुखबाट चाहिँ वाचन गरेर सुनाउँदैछु, यस्तो हुँदो रहेछ। तर तपाईँको यो भिडियो सामान्य भए पनि होइन, तपाईँलाई एउटा कुरो चाहिँ याद राख्नु, मृत्युञ्जय मन्त्रले चाहिँ काम चाहिँ गर्ने रहेछ भनेर चाहिँ बुझ्नु न। भने हिजो मेरो यहाँ जे पनि हुनसक्थ्यो होइन। 3 चोटि मैले चाहिँ टक्क मृत्युञ्जय मन्त्रलाई चाहिँ पढेपछि चाहिँ त्यो तल्लोपट्टि ओर्लेर उतापट्टि गयो क्या, गएर त्यो हरायो। यत्तिको डिस्टेन्स हेर्नु त, यत्तिको डिस्टेन्समा भेटेको तपाईँ आफै कल्पना गर्नु। अब त्यो कुनै पनि तरिकाको मान्छे हुन सक्दैन। मान्छे भए त्यहाँबाट त्यो कुनातिर नबोलिकन गएर त्यहाँबाट गायब हुन्थेन एउटा कुरो। अर्को कुरो यहाँनिर चाहिँ एकदमै हलुका तरिकाले नहल्लिकन चाहिँ ठिङ्रिङ्गै उभिने गर्न चाहिँ सक्थेन होइन। किनभने यहीँ अहिले हामी चाहिँ 2टा खुट्टा टेकेर उभिने हो भने चाहिँ हामी हल्लिन्छौँ क्या, जो पनि हल्लिन्छ। ठिङ्रिङ्गै त्यत्रो बेर उभिन सक्दैन, एकैछिन सक्ला, त्यत्रो बेर सक्दैन। अनि त्यो त्यहाँनिर चाहिँ मसानको घाट पनि भएर पनि होला, यहाँनिरको घटनाहरूको बारेमा मैले धेरै मान्छेहरूको बारेमा सुनेको छु। म तिनीहरूलाई भेटेर चाहिँ समय माग्नेवाला छु, जसमा चाहिँ म तपाईँहरूलाई प्रत्यक्ष रियल हरर र व्यक्तिगत त्यो घटनालाई चाहिँ उहाँहरूले इन्काउन्टर गरेका घटनाहरूलाई चाहिँ मैले चाहिँ लिएर आउनेवाला छु च्यानलमा। यो चाहिँ मेरो हिजोको एकदमै फ्रेस भएको भएर मैले तपाईँलाई चाहिँ हिजो बनाउन नपाएको भएर मैले चाहिँ आज बनाएर लिएर आएको हो। आज चाहिँ मैले ठाउँमै आएर चाहिँ यहीँ आएर चाहिँ बनाएको छु। यस्तो छ हेर्न सक्नुहुन्छ, यहाँ एउटा चाहिँ काप्रो छ, त्यसपछि चाहिँ हेर्न सक्नुहुन्छ त्यो बाँसको झ्याङको यस्तो खतरा छ क्या। त्यहाँनिर छाया पनि पर्दैन घामको, त्यस्तो घनघोर छ हेर्नु न तल। आनन्द म त्यहाँ बसेको एकछिन भिडियो बनाउँछु भनेर त्यहाँ बसेको, एकजना भेटेँ, कुरा गरेको, यस्तो मजाको शीतल चिसो हावा आउने रहेछ, बसिरहँ जस्तो लाग्यो। तर देखेको फेरि त्यहीँनिर यहाँ चाहिँ घाम गडुन्जेलसम्म चाहिँ आएर आनन्दले बस्दा फरक पर्दैन। घाम गडेपछि बस्नुभयो भने चाहिँ म जिम्मेवार लिन सक्दिनँ है त। थ्याङ्क यू सो मच, हेरिदिनु भयो, सेयर गरिदिनु होला। म जहाँले यो रियल हो, असत्य होइन, एकदम सत्य हो। यहाँका बासिन्दाहरूलाई पनि यो बारेमा पक्कै पनि अवगत छ होला। म मात्रै पहिलो त 100% होइन होला यहाँनिर यस्तो चिज फेस गर्ने। प्लस मसान घाट नजिकै भएको भएर पनि यस्तो भएको पनि हुनसक्छ। र आफूसँग कुनै सुरक्षित कुराहरू नलिएर आएको भएर, सेफ भएर नआएको भएर पनि होला। यहीँनिरबाट चाहिँ मन्त्र जपेपछि गायब भयो भने चाहिँ म चाहिँ यस्तो फेस टु फेस पर्दाखेरि मन्त्र जाप गरेर उसलाई चाहिँ फिर्ता गर्न सक्ने भनेको पहिलो मेरो यो हरर घटना हो, जसमा चाहिँ मैले जम्मा 3 चोटि मात्रै मृत्युञ्जय मन्त्रलाई पढेको थिएँ। मनमा नै, त्यही पनि शब्दले पनि होइन, मनमा नै पढेको मात्रै थिएँ। ऊ चाहिँ फर्लक्क चाहिँ फर्केको भन्दा पनि फर्केको चाहिँ होइन है। त्यो तपाईँको त्यो यो भिडियो मैले किन बनाएको छु भने म कन्फर्म छु कि त्यो कुनै पनि तरिकाको मान्छे हुन सक्दैन क्या। किनभने झर्ने तरिका पनि तपाईँको चाहिँ अगाडि नै थियो, पछाडि खुट्टा गरेर चाहिँ झरेको थियो क्या। मतिर हेरेर खुट्टा पछाडि गरेर झरेको थियो। अब यतापट्टि ढुङ्गा रहेछ, त्यतिखेर मैले ख्यालै गरेन होइन। यो ढुङ्गा जुन छ नि, यो ढुङ्गा चाहिँ रहेछ कसरी चाहिँ कहाँ टेकेर झऱ्यो त्यो मान्छे भन्ने कि भूत भन्ने कि किचकन्डी भन्ने कि डाइनी भन्ने कि के हो त्यो अब स्पष्ट रूपमा देखिएन। 16 सिङ्गार गरे जस्तो गोरी राम्री चिटिक्क पऱ्यो कि होइन, अग्ली लगभग मेरो हाइट भनेको 5'8" टक्क हेर्नुहोस्। अब यस्तो ठाउँ छ यो, एकदम राम्रो ठाउँ छ यार। अहिले दिउँसो हेर्दा त तपाईँको यस्तो होला जस्तो ठाउँ छैन। तर यो बाँसको झ्याङ र यहाँ मसान घाट भएपछि चाहिँ पक्कै पनि गतिविधि चाहिँ हुने नै भयो। हेर्दै गर्नु होला बाँकी मेरो च्यानलहरूमा।
बाँकी मेरो च्यानलमा विभिन्न भिडियोहरू छन्, ती भिडियोहरूलाई पनि हेर्नु होला, सेयर गर्नु होला मजाले। र रियल हरर घटनाहरू जुन चाहिँ रियल मात्रै हुन्छ, यो मेरो च्यानलमा हालेका रियल मात्रै हुन्छ। कुनै यो बनावटी चाहिँ मैले कुनै पनि हालतमा ल्याउँदिनँ। यो बुढी गण्डकी हेर्न सक्नुहुन्छ है त। थ्याङ्क यू सो मच।